सबैमा हार्दिक नमस्कार। आज म एउटा गुणकारी फलको बारेमा छोटो परिचय र यसका फाइदाहरूको बारेमा सानो भिडियो बनाउने प्रयत्न गरिरहेको छु। क्विक कटर, यसलाई अङ्ग्रेजीमा पाइनएप्पल भनिन्छ र यसको वैज्ञानिक नाम अनानस कोमोसोस हो। यो पहिलो पटक सन् ईस्वी सम्वत 1493 मा विश्वविख्यात अन्वेषक क्रिस्टोफर कोलम्बसले साउथ अमेरिकामा नोटिस गरेका थिए। उनैले पछि युरोपभरि फैलाए। यो कमर्सियल फ्रुट हो। यसका फाइदाहरू, महत्त्वपूर्ण फाइदाहरू छन्। तिनै कारणले गर्दा यो सबैलाई मनपर्ने फल हो र यसका फाइदाहरूको बारेमा म छोटो जानकारी गराउने अनुमति चाहन्छु। यसमा बीटा क्यारोटिन भन्ने खनिज पदार्थ पाइने हुनाले यो सेवन गर्दा हामीलाई दम, अस्थमा हुनबाट जोगाउँछ। दोस्रोमा रहेको छ यसमा म्याग्निज भन्ने खनिज पदार्थ पाइन्छ, जसले हड्डी कमजोर हुने अथवा हड्डी सम्बन्धी समस्या, ओस्टियोपोरोसिस, हड्डी लुलो हुने, हड्डी कमजोर हुने रोग हो, त्यसबाट हामीलाई जोगाउन मद्दत गर्छ। अर्को रहेको छ यसमा ब्रोमेलिन इन्जाइम रहेको हुन्छ, जसले हामीले खाएको खानाबाट प्राप्त हुने प्रोटिनलाई ब्रेकडाउन गर्ने अथवा पचाउने काम गर्छ, जसका कारणले हाम्रो डाइजेस्टिभ सिस्टम मजबुत रहन्छ, पाचन क्रिया बलियो हुन्छ। अर्को रहेको छ यसमा प्रचुर मात्रामा यो भिटामिन सी, आइरन, पोटासियम पाइने हुनाले यसले हाम्रो मुटुलाई स्वस्थ राख्न र बलियो राख्नमा पनि अत्यन्तै महत्त्वपूर्ण भूमिका खेल्छ। त्यसैले यो गुणकारी फल सेवन गरौँ, यसको जुस पिउँ भन्दै स्वस्थ रहौँ, मस्त रहौँ भन्दै म अर्को भिडियो लिएर आउने बाचा गर्दै यहाँबाट बिदा हुन्छु। हस्त, धन्यवाद।